साथीहरु विकास त आयो तर विकासले त नाश पनि गर्न खोजिरहेछ है हाम्रो खेतहरु चाहिँ यहाँ नहरमा। साथीहरु यहाँ हेर्नु न गर्मीले त्यही माथि स्पाइसी करेन्ट नुडल्स खाइयो झन् धेरै पसिना भयो र यो चाहिँ लास्टै बोलेको मेरो ए बाबा कस्तो देखेकै कत्रो निधार के मेरो कत्रो निधार कत्रो हेलो हाई एभ्रीवान गुड मर्निङ जय मा सेन नमस्ते अल माई युट्युब फ्यामिली आई होप हजुरहरू सन्चै हुनुहुन्छ भने आशाको साथ म पनि एकदम फिट एन्ड फाइन छु र वेलकम गर्न चाहे तपाईहरुलाई मेरो च्यानलमा वेलकम ब्याक टु माई च्यानल अगेन म चाहिँ प्रमिला मगर फ्रम इलाम तपाईहरुले चिन्नि सक्नु भएको छ मलाई अनि के छ कस्तो छ साथीहरु नयाँ नौलो खबरहरु तपाईहरुको मेरो पनि ठिकै छ अनि के गर्दै हुनुहुन्छ यति बेला हुनुहुन्छ मैले के प्रश्न गरेको नि यो टाइममा पनि के गर्दै हुनुहुन्छ भनेर मुठी खाएर मुरी उब्जने बेलामा तपाईहरुकोतिर त टाइम भयो कि भएन हाम्रोतिर त भएको छैन साथीहरु हाम्रो खेतहरु चाहिँ बाँझै छ कतिपय ठाउँले चाहिँ सुरु स्टार्ट भइसक्यो रोपि पनि सक्नु होला कतिपय ठाउँले चाहिँ हाम्रोतिर चाहिँ त्यो टाइम भएको छैन बाँझै देख्न सक्नुहुन्छ र यो टाइम चाहिँ एकदमै एक वर्ष खानको लागि चाहिँ हामीले के भन्नु त्यो मेहनत गर्नुपर्ने हुन्छ हामीलाई साथीहरु जब यो हामी म चाहिँ तपाईहरुसँग त कुरा गरिबस्छु नि त अब आफ्नो फ्यामिली जस्तै भइसक्नु भएको छ मलाई त्यस्तो लाग्छ आफ्नो फ्यामिली नै भनौँ न अब सबैजना मेरो च्यानलमा जोडिसक्नु भएको छ जोडिसकेपछि त फ्यामिली नै हो अनि तपाईहरुलाई यो सबै कुराहरु म चाहिँ शेयर गर्न मन पर्छ के गर्दै हुनुहुन्छ होला कहाँबाट हेर्दै हुनुहुन्छ होला जस्तो लाग्छ नि साथीहरु तपाईहरु यो टाइममा मेरो भिडियो कहाँबाट हेर्दै हुनुहुन्छ तपाईहरुले कमेन्ट गरिदिनुहोस् अनि मेरो भिडियोलाई पनि सपोर्ट गरिदिनुहोस् मेरो च्यानललाई पनि सपोर्ट गरिदिनुहोस् भन्न चाहन्छु अनि साथीहरु हेर्नु न आजको मौसम पनि पानीहरु पर्ला जस्तो छ बिहान पनि पानी पर्यो अनि अहिले पनि पानी पर्ला जस्तो छ म चाहिँ भ्लग स्टार्ट गर्दाखेरि बिहान स्टार्ट गर्छु नि त साथीहरु त्यही भएर हेर्नु है आजको मौसम पनि यस्तो छ ए बाबा कस्तो देखेकै कत्रो निधार के मेरो कत्रो निधार कत्रो ए बाबा कस्तो देखेकै कत्रो निधार के मेरो कत्रो निधार कत्रो कस्तो कपालमा त हैन साथीहरु भाग्यमानीको निधार ठुलो हुन्छ अरे भाग्यमानी छु नि त म साथीहरु म चाहिँ सबै काम सकेर फ्रेस भएर नुहाएर मेरो चाहिँ थोरै त बिहारी जाने काम छ नि त म त्यहाँ जानको लागि तयार भएर बसेको छु मेरो थोरै काम छ मेरो ग्यासहरु एक्सचेन्ज गर्नुपर्ने छ नि त त्यही भएर म जान लागेको साथीहरु मेरो भदै आउँदैछ मलाई लिनको लागि यस्तो गर्मी छ साथीहरु गर्मीमा हिँड्न त गाह्रो हुँदो रहेछ त्यही भएर मैले उसलाई बोलाएको छु गएको साथीहरु हामी बजार यहाँ हेर्नु आइ भन् मेरो भ्लगमा यिनीहरुलाई त क्यामेरा भनेपछि यो त तर्सिन्छ त तर्सिन्छ घाममा बिहिबारे बजारमा सुनिताको दोकानमा हामी चटपटी आँटेको छौँ त्यो बहिनीले यता हेर्नु त हाई भनिदिनु त मेरो भ्लगमा हेलो हाई तपाईहरु चटपटे खानु चाहनुहुन्छ भने चाहिँ यहाँ बहिनीको पसलमा आउनु होला एकदम मिठो पाइन्छ दामी चटपटेको रेसिपी हेर्नु होला एकदम मिठो हुन्छ यहाँ चाहिँ जस्तो खान चाहनुहुन्छ त्यस्तै पाउनुहुन्छ तपाईहरुले चटपटे खाना आउनु है गाइजहरु फेरि पनि आज बेस्ट साथीसँग हामी चाहिँ चटपटे लिँदैछौँ है त हाम्रो यो बजारमा अनि चटपटी खाना आएको छौँ मेरो आँगन त बाढी आए जस्तो छ पानी त पर्नु पर्यो है
हाम्रो गाउँको विकास नहरमा चाहिँ यो सबै खोल्चाको पानी चाहिँ यता खेततिर आइरहेको छ। त्यो निकास गर्ने ठाउँ नभएको कारणले त होला नि। आजको पानी परेको कारणले यहाँ नहरमा चाहिँ पानी फुल भरिएर पनि आउट खेततिर गइरहेको छ, मकैबारीतिर। साथीहरू विकास त आयो तर विकासले त नाश पनि गर्न खोजिरहेको छ है। हाम्रो खेतहरू चाहिँ यहाँ नहरमा चाहिँ पानी पुरा भरिरहेको छ। यो नहरबाट आएको पानी चाहिँ होइन, यो खोल्चा खोल्ची मिसिएर आएको पानी हो। तर यो हाम्रो खेतमा चाहिँ पुरै क्षति भइरहेको छ। यो के गर्नुपर्ने यसलाई अब? घरहरू डुब्ने अवस्था हुन्छ नि त यो पाराले त। अहिले 20-25 मिनटको पानी पराइले त यतिको छ भने अब भोलिको दिनमा बर्खा हो, घन्टौँ घन्टा पानी पर्न सक्छ। अनि यो के अवस्था हुन्छ लाग्छ? यहाँ त मान्छेले खेती गरेको र नगर पुरा मुल्को कुदेको छ नि। मुल्को सबै खेतउती पानी पसेर। साथीहरू हामी चाहिँ यहाँ पानी परेको कारणले हाम्रो चाहिँ त्यो नहर भर्खर 1 इयर मात्रै हुँदैछ नि त नहरहरू खनेको। अनि त्यहाँ चाहिँ पानी चाहिँ निकास गरेको छैन। तर यो अब वरिपरिको खोल्चा खोल्चीको पानीले गर्दा चाहिँ झन्डै नाश विनाश भएको छ। हेलो एभ्रिवान, फेरि पनि हामी उपस्थित भएका छौँ। हामीले च्यालेन्ज लिएर आएका छौँ साथीहरू। करेन्ट नुडल्स 2x हेलो एभ्रिवान, फेरि पनि हामी च्यालेन्ज लिएर उपस्थित भइसकेका छौँ तपाईँहरूको माझमा। हामीले चाहिँ 2x स्पाइसी करेन्ट नुडल्स हामीले चाहिँ 6वटा हामीले चाहिँ खान लागेको छौँ। हामी को विनर हुन्छौँ, सो तपाईँहरूले भिडियो स्किप नगरिकन हेर्नु होला। र हामीले पुलिसम्यान पनि राखेको छ। हामीले पुलिसम्यान चाहिँ जो हार्छ उसले चाहिँ आज पनि हामीले करेला नै लिएर आएको छ साथीहरू। जसले छिटो खाइसक्छ ऊ विनर हुन्छ, जो जसले ढिलो खान्छ ऊ चाहिँ हार्छ र उसले यो करेला पुलिसम्यान भोग्छ साथीहरू। ल है त बोल्नु है। अनि दिदी कतिको एक्साइटेड हुनुहुन्छ? एकदमै म चाहिँ एक्साइटेड छु है। आज पनि पर्मिलाको भ्लगमा म उपस्थित भएको छु। उहाँ चाहिँ मेरो बेस्ट साथी है। अनि म चाहिँ यहाँ अब यो करेन्ट चाउचाउ खानको लागि एकदमै कसले जित्ने एकदमै म चाहिँ एक्साइटेड छु। अनि अस्ति पनि म चाहिँ पुलिसम्यान हारेर चाहिँ करेला खाएको छु मैले चाहिँ है। आज पनि करेला छ है साथीहरू। अब म चाहिँ छिटो खाने प्रयास गर्नेछु। ल है त। अब यता यो चाहिँ मेरो भदै हो। यता चाहिँ कतिको एक्साइटेड छ? ल है टाइमर चाहिँ हामीले राखिनौँ। हामी चाहिँ अब यतिकै खाँदै जाँदा कसले छिटो खाने उही 1 2 3 स्टार्ट। को फर्स्ट बाइट गाइज? बिग बाइट खाएँ मैले चाहिँ। कति पिरो। आज म चाहिँ करेला नखाने भनेको। एकदम मिठो छ है। कागती पनि छ, काँक्राको स्लाद पनि छ है साथीहरू। एकदमै मजा आइरहेछ। भेरी स्पाइसी। खानु न अड्क्यो। एकदमै मजा आइरहेछ है साथीहरू। मेरो चाहिँ सक्यो। ला भाइको सकेको। साथीहरू त्यसमा स्प्राइट पनि छ है त, ड्यू। एकदमै काँक्रा टोकी बस्नु त भ्याइँदैन।
यहाँ त 2 घन्टा परेको थिएछ त आज चाहिँ लेमन डान्स भइहाल्यो नि मेन मान्छे नै परोस् भनेको प्रभु कस्तो मिठो स्वाद होइन Oh my god, my son. ला भाइले जितिसक्यो त उनीहरू त अर्को पनि खानु भ्याएको छ करेलामा परेछ प्रभु काँक्रा पनि है सबै जित्नेलाई त केही पनि छैन गर्मीले कस्तो पिरो खलखली पसिना आयो उमा गट हेर न मलाई धेर लगाइदिनु भएको छ हौ के को धेरै हो बराबर ला चम्ची ल मेरो चाहिँ लेमन पनि सक्यो सबै अब यो जु पनि सकाइदिनु म त ढले सक्दैन म भयो कसैलाई खाने भयो साथीहरू मैले चाहिँ अस्ति करेला खाएर काबु भएको त्यही भएर चाहिँ म एकदमै छिटो छिटो खाने प्रयास गरिरहेको छु म है त सक्दिनँ रहेछ पिरो खानु भयो पसिना हेर्नु न खली त्यो गरेर भनेको अस्ति नै साथीहरू एकदमै पिरो एकदमै मिठो स्वादिलो छ कता कता के भयो कागती भाइ फर्स्ट हुनुभयो सोचे जस्तो हुन्न रहेछ जिन्दगी दुईटा हातमा जहिले लड्डु हुँदैन कोही बेला त अनि ढुङ्गा पनि सहनुपर्छ नि त हेर्नुहोस् है गाइजहरू मैले चाहिँ खाइसकेँ म खाँदिनँ भयो यो पनि खाइसक्नु पर्छ नि अब उसको खाइसकेको छ नि त अमिलो पनि मैले त अमिलोको बोक्रा धरि राख्दिनँ त परियो साथीहरू परियो साथीहरू हामीले चाहिँ च्यालेन्ज पनि गरिसकेको छौँ म चाहिँ हारेर पनि पनिसमेन्ट मैले भोगिसकेको छु म चाहिँ पिरो खान सक्दिनँ नि त त्यति धेरै त्यही भएर उहाँजीले जित्नुभयो अनि अर्को मेरो भाइले जित्नुभयो सबै यस्तो पोलिरहेको छ अन्त है चटचरी पोलिरहेको छ है अनि आजको हाम्रो जुन भ्लगहरू हजुरहरूलाई कस्तो लाग्छ सो तपाईँले हेरेर प्रतिक्रिया दिनुहोला भन्न चाहन्छु अनि हामीले चाहिँ एकदमै ठुलो पानी परेर नि साथीहरू हामीले यो च्यालेन्ज गरेको है पानी परेको मौकामा भन्न चाहन्छु र जतिजनाले मेरो भिडियो हेर्दै हुनुहुन्छ मलाई जतिजनाले मलाई हेरेर साथ दिनुभएको छ माया गर्नुभएको छ उहाँहरूलाई मेरो हृदयदेखि धन्यवाद दिन चाहन्छु र जतिजनाले मेरो च्यानललाई सब्सक्राइब गर्नुभएको छैन अनि कतिजनाले हेर्नुभएको छैन उहाँहरूले पनि हेरेर मलाई साथ सपोर्ट माया गरिदिनु होला भन्न चाहन्छु र आजको हाम्रो यो च्यालेन्ज भिडियो एन्ड हामीले गरेको हरेक कार्यहरू मैले जोडेको छु यो भिडियोमा तपाईँहरूले हेर्न सक्नुहुन्छ अनि हाम्रो भिडियोलाई स्किप नगरिकन तपाईँले हेरिदिनु होला अनि सेयर लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला भन्न चाहन्छु भन्दै आजको साथीहरू आजको भिडियोलाई हामी यहीँ एन्डिङ गर्न चाहन्छौँ र जतिजनाले सब्सक्राइब गरिदिनु भएको छैन उहाँहरूले सब्सक्राइब गरिदिनु होला र जतिजनाले सब्सक्राइब गरेर मलाई साथ सपोर्ट गरिराख्नु भएको छ उहाँहरूलाई हृदयदेखि धन्यवाद दिन चाहन्छु र देश विदेशमा रहेको सम्पूर्ण मेरो युट्युब फ्यामिली अनि सबैजनालाई मिस यु लभ यु भन्दै टेक केयर बाई बाई।